हेलो गाइस, वेलकम टु माई ब्लग होइन। अझै धेरै दिनपछि ब्लगमा आएँ म। अझै हामी स्पेसल गएको बाटो घुम्न लगाएको थियो हामीले होइन, हिराकता पार्क। हामी त्यहीँ गइरहेको घरदेखि आउँदा अलिक ढिला भए जस्तो भइरहेको थियो, तर अब त्यो हुन्न कि जस्तो लाग्यो। हामी त स्टेसन झरिसक्यो। खोइ म्यापहरू त म्याप हेर्नुपर्ने म्याप। अब हामी पार्क स्टेसन त झऱ्यौँ, तर पार्क चाहिँ कहाँ हो थाहा छैन। फर्स्ट टाइम हो नि त, त्यही भएर चाहिँ हामी अझै त्यो हाम्रो गएको बाटो घुम्न जानुको कारण चाहिँ के भन्छ, हामीले चाहिँ त्यो भिडियोहरू सबले के सबै स्टुडेन्टहरू, हामी लगभग 400जना स्टुडेन्टहरू छौँ। त्यो सबै स्टुडेन्टहरूले चाहिँ हाम्रो भिडियो बनाउनु पर्ने हुन्छ होइन। भिडियो बनाउने अब एडिटिङ जत्तिकै अनि पार्कको राम्रो राम्रो कुराहरू देखाएर त्यो भिडियोहरू चाहिँ खिच्नु पर्ने सबै। मलाई त डबल फाइदा भयो है, भ्लग नि बनाउँछु, भिडियो नि खिच्छु है। त्यस्तो छ अब के हुन्छ। यता चाहिँ सब स्टुडेन्टहरू सबै स्टुडेन्टहरू पुगिसके जस्तो छ है। बाटो बिर्सेर हाम्रो साथीहरूले हामीले ढिला उठेको थियौँ, तर सबले लिएर आउनुहुन्छ है। हामी त्यही टाइममा पुगेको जस्तो जस्तो। अब उता अगाडि चाहिँ सब पुगिसके जस्तो छ है। उता मान्छे चाहिँ धेरै हुन्छन् क्या धेरै त्यहाँ पुग्यो केटाहरू। बाटो बिर्सेर कहाँ पुग्यो? बाटो बिर्सेको तिमीहरू केवासी आऊ के वासी अनि त्यता कास कुनैनो हाजिर लगाइदिन्छु हामीहरू, टेन्सन गर्नु। केवासीबाट आऊ के झरेर चढ्यो होला नि त। केवासी भएको तिमीहरूले 1 घन्टै ढिला हुन्छ। केवासी यो पार्क चाहिँ हाम्रो यस्तै छ। केटाहरू दुइटै गयो है। एउटा साथी चाहिँ पुगिसक्यो अघिदेखि, बिहान नै आइसक्यो। सनम अब यस्तै छ। हामी पुग्यौँ, भित्र भइदियो। अब हेरौँ भ्याली चाहिँ कस्तो हुन्छ है लास्ट। अब आज धेरै दिनपछि चाहिँ म झल बनाउने ट्राई गर्छु। त्यो हाम्रो स्टुडेन्टहरू यो चाहिँ हाम्रो स्टुडेन्टहरू छन्। हाम्रो मात्रै होइन, अरू बढी हाम्रो गएको स्टुडेन्टहरू चाहिँ हाम्रो कलेजको स्टुडेन्टहरू छन् होइन। धेरै जस्तो चाहिँ देखिहाल्यो होला। हाम्रो सेन्सेहरूले गर्दा हाम्रो हामी हाजिर लानुपर्छ। फेरि 10-15मा पुग्यो होइन, 5 भयो एकदम छ। भन्दा हामी टाइममै पुग्यौँ, यति खुसी लागिरहेको छ। यो चाहिँ हाम्रो अहिले सेन्सेले हाजिर लगाइरहेको क्या। अब को आए टाइममा, को आएन। हाम्रो खासमा 10:15 पुग्नुपर्ने टाइम छ भने खासमा अब कोही अलिक ढिला आएर सेन्सेल 15 मिनट ढिला चाहिँ सबको हाजिर लगाइरहेको थिएँ। अहिले केटामा के छ अनि त्यो गरेर अनि सबको हाजिर लगाएर बल्ल त्यहाँदेखि अलिक भित्र गएर अलिक अगाडि गएर अनि त्यहाँबाट चाहिँ सबैले टिकट दिएर अनि त्यहाँबाट चाहिँ बल्ल मेरो साथी प्रकाश जान्छ नि त, त्यहाँनिर यता अगाडि केटाहरू देखान त्यहाँनिर जाने पहिला सबको हाजिर सकिन्छ। अनि बल्ल त्यहाँदेखि सेन्सेले हामीलाई टिकट दिन्छन्। अनि सेन्सेल टिकट दिएपछि बल्ल हामी भित्र एन्ट्री गर्न पाउँछौँ होइन। त्यस्तै छ। अब हेरौँ कस्तो हुन्छ। यहाँ चाहिँ मैले अघि भनेको थिएँ नि त, सबैजना उयो भएपछि हाजिर लगाएपछि यहाँनिर उभिने कि सबैजना यहाँनिर उभिएछन् हामीहरू होइन। सबजना यहाँनिर उभिनु। हामी चाहिँ टिकट लिन आएको हो कि त्यही भएर। arigatou gozaimasu. हामीहरूले टिकट पायौँ।
अहिले हामीले टिकट पाएर टिकट के लेखेको छ यसमा मौसमले साथ दिन्छ कि दिन्न भन्ने कुरा आज है अब ठिक छ अब हामी टिकट सिकेट सबले पाइसकेपछि हो हामी चाहिँ ढुक्क इन्ट्री भयो होइन यो टिकट दिएपछि सबलाई टिकट दिने कामहरू भइरहेको हुन्छ हामी चाहिँ भित्र आएर सुरुमै लास्ट लाइन लाग्नुपर्छ नि त धेरै स्टुडेन्टहरू छ नि त त्यही भएर साथीको मात्रै अगाडि निस्क्यौँ अनि त्यो साथीले नि भ्लग बनाउँदैछ मैले नि भ्लग आज चाहिँ हामीले त्यो भ्लग लगाउँछौँ प्रायः मौसम चाहिँ सही छ साथी के भन्न चाहन्छ तिमी भन त ल फाइनली गाइज हामी चाहिँ ओसाकाको हिरागाटा पार्कमा आइसकेको छौँ तपाईँहरूलाई हामी समग्र रूपले यहाँको दृश्यहरू देखाउने कोसिस गर्नेछौँ त्यो भिडियोलाई लास्टसम्म हेरेर साथ दिनुहुन्छ भने अपेक्षा पनि गरेको छौँ है त अरू लाइक सेयर पर्दैन एकदमै राम्रो छ होइन रमाइलो हुन्छ भन्ने आशा गरेको छौँ लास्टमा फेरि पनि हामी कस्तो हुन्छ हामी भिडियोमा होइन एकछिनपछि हामी सब यो खेल्ने चिजहरू छ नि त त्यही भन्छ अब यो हामी सब खेल्ने चिजहरू खेल्छौँ अनि लास्टतिर चाहिँ भिडियो चाहिँ बनाउँछु म नाइस रहेछ त्यो ठाउँ त यस्तो राम्रो राम्रो ठाउँहरू छ है अब हेरौँ राम्रै होला भन्ने आशा गर्छु ल म त सर्ट भिडियो चाहिँ बनाउनु पर्ने हुन्छ सबै चिजहरू चाहिँ देखाएर अनि त्यो ट्याक्कले चाहिँ देखाउनु पर्छ कि मेन भनेको त्यही भएर हेरौँ लास्टसम्म हेर्नेलाई हामीले चाहिँ यहाँ धेरै अब बुहारी धेरै हेऱ्यौँ अब हामी म चाहिँ माथितिर लागेँ तिनीहरू चाहिँ तलै छ आउँदैनन् त के गर्नु है हामी केही गर्न सकिन्छ म चाहिँ यो माथि देखेको छ नि त त्यता चाहिँ जान्छु होला अब यसो घुम्नु पऱ्यो नि त त्यस्तो टाढा बाटो के अब घुम्न नि झ्याउ हुन्छ नि त अब त्यही भएर चाहिँ अब टक्क टाइम म्यानेज गरेर चाहिँ घुमिदिइहाल्ने कि घुम्नुपर्ने ठाउँतिर चाहिँ पुरै क्या अब खेल्दा चाहिँ मिल्दैन होला है सायद अब हामीले अघि मैले देखाएको टिकटले चाहिँ काम गर्दैन क्या हो यता चढ्न चाहिँ अनि त्यो टिकटले काम नगरेपछि हामीले यहाँ चढ्नु मिलेन है अब यहाँ पुगेर चढ्नु पर्ने त यस्तो ठाउँमा चाहिँ म पहिल्यै चढिसकेको छु चढ्न चाहिँ त्यही भएर खास चढ्न आउनु पनि लागेको मलाई होइन नेपालमा पनि चढेको अनि यता आएर मैले अघिल्लो भ्लगमा मेरो के अरे जापानको बेला त्यो नागासीमा स्प्रेङ भन्ने पार्कमा घुमिसकेँ म चढिसकेँ हामी त्यहाँ लो फ्रीमा आएको थियो है हाम्रो गएकोबाट चाहिँ टिकट काटेको फ्रीमा अनि हामी फ्रीमा भएपछि हामी सबै चढ्यौँ अब त्यता है आज चाहिँ मिल्दैन त्यही भएर अगाडि ठिक छ अब हामी त चाहिँ भ्लग भिडियो बनाउने भ्लग बनाउने गएकोले एउटा भिडियो बनाएर दिने त्यो काम मात्रै हुन्छ है आज मेरो हातबाट चाहिँ हाम्रो हातबाट सबको हातबाट चाहिँ छ अब त्यस्तै छ साथीहरू चाहिँ त्यस्तै छ जहाँ कहीँनिर राम्रो चिज देखायो भने त्यहाँनिर झुमिन्छ नि यो यत्रो घुम्न बाँकी छ यत्रो पार्कहरू है के भन्नु अब ठिक छ म चाहिँ भ्लगबाट घुमिदिन्छु एक्लै घुम्दा पनि झ्याउ लाग्छ नि त त्यही भएर अब साथीहरूसँग घुमाउँ भने छैन केटाहरू यस्तै छ सानो रहेछ त यो त सानो चाहिँ मैले पहिला नागमायामा खेलेको थिएँ खतरा थियो ए केटाहरू चाहिँ यहाँ टिकट काट्न लाग्यो अब चाहिँ चढ्ने भयो माथि यहाँ सबभन्दा हामीले चढेको सबभन्दा महँगो के हेर ल 900 वाला अनि धनी मान्छे भने त के भयो साथी पैसा हरायो पैसा हाल्नु नि सिकाउनु पर्छ त्यही भएर हाल चढाउँ न यार आऊ के आँखा बन्द चढ्न त हामीले पनि चढेको त यार
केटा चाहिँ रमाइलो हुन्छ त अनि कहाँ भोलि यो दिन फर्केर आउँदैन क्या फेरि यार केटा हो यार ल हामीहरू चाहिँ अब टिकट सिकेट काटेर है चढ्नतिर लाग्यौँ अब यो चाहिँ हामी चढ्ने चाहिँ यो हो कि डेन्जर छ कि हाम्रो यस्तो लामो छ कि यहाँ भएको सबभन्दा ठुलो चाहिँ यही हो क्या फेरि अगाडिभरि चाहिँ म चढ्दिनँ भन्दा थियो है अलिक चाहिँ चढ्न मन लाग्यो केटाहरू चाहिँ सब अब चढ्ने भने चाहिँ चढ्नु पऱ्यो अनि त्यो भएर ठिक छ अब चढ्छ होइन मोबाइल लान मिल्ने भने चाहिँ म भिडियो बनाउँछु यदि लान मिल्ने भने चाहिँ के भन्नु छ है सायद रिक्स छ होला भन्नु त्यही है हाम्रो चाहिँ लाइनमा लाग्यौँ लाइनतिर लाग्यौँ है त चित्त बुझाउँ ए भयो यस्तो गर्नु हामी रुलमा चल्ने हामी त्यस्तो गर्दैन हामी किन 2400 फाल्नु छ र हामीलाई अरू खेल्न मनै छैन भोटिने साथी हामीलाई पुरै खेल्न मनै छैन यो मात्र खेल्न मन किन 2400 फाल्नु त्यही त किन 2400 तिरिराख्नु हामी एउटा खेल्ने होइन अहिले 15-20 मिनट जस्तो भइसक्यो होइन आधी घन्टा यस्तो राम्रो छ के भयो टिममा छौँ चाहिँ पालो आउँछ कि उ थियो कहाँ हेर्नु तिमीहरू हाम्रो पालो आउँछ होला यो लट सकिसक्यो हाम्रो पालो आउँछ यो लट त्यो लट सकिसक्यो बल्ल हाम्रो पालो आउँछ अनि चाहिँ हामी वेटिङमा छौँ त्यही त हामी चाहिँ बस्यौँ है अब चाहिँ लाग्छ हामीहरू यतातिर यसलाई चाहिँ ओ यो त होइन नि च्याप्यो त यसले त भिडियो बनाउन च्याप्यो त यार अप्ठ्यारो भयो त अप्ठ्यारो भयो त के भन्न चाहन्छ चढ्यौँ है चढ्यौँ अब लाग्छौँ हामी ल फाइनली खेलेर आयो हामीहरू चाहिँ ल मजा आयो रमाइलो भयो तिम्रो थियो तर रमाइलो भयो क्या मजा आयो तर रमाइलो एकदम हामी चाहिँ एप बर्गर खाइरह्यो महँगो रहेछ लास्ट चाहिँ 700 रुपियाँ फेरि हामी भर्खर म्याक खाएर होइन अझ हामी अर्को एउटा खेल्ने ठाउँतिर जान्छौँ होइन यस्तै छ अब केटाहरूले भने कि अब धेरै पछि आयो कहिले आइन्छ खेलेर गइदिउँ न त गइदिउँ साथी कस्तो भइरह कस्तो फिल भइरह रमाइलो भइरह होइन अब के भन्नु अब यहाँ डुङ्गा तर्न लाग्छौँ टिकट कहाँ काट्नु भनेर बाटो होइन अनि यहाँ सोध्नु छ भने
করেছিলাম हिँडेर रमाइलो इन्जोय गरेर यस्तो यस्तो खेलेर होइन यो सब खेलेर चाहिँ अब घर जान लागेको हामीहरू त्यहीँ होइन छ बाटो छ छैन फर्क्यौँ फेरि बाटो छैन भने फर्क्यौँ छैन जाऊँ हामी फर्किँदाखेरि चाहिँ रमाइलो भयो कस्तो भयो तपाईँहरूलाई कस्तो लाग्यो भिडियो मेरो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब सब गरिदिनु होला सेयर गरिदिनु होला धन्यवाद फाइनल्ली गाइज हामीहरू चाहिँ अब घरतिर लाग्नु लाग्यौँ है होइन साथी कस्तो भयो आज यताको एक्सपिरियन्स रमाइलो भयो एकदम 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 रमाइलो भयो है हामीले पनि रमाइलो भयो धेरै खेल्दा हामीले चाहिँ टिकट चाहिँ काटेर एक चिजहरू त खेल्यो होइन ओइ रोहित कस्तो भयो आज मुख छैन क्या बोल्नलाई क्या बोलूँ ऐसा हुआ कि ऐसा हुआ बोल्ने कि लियो कसले सब दिन अब बहिनी कस्तो भयो अनि आज यताको एक्सपिरियन्स सुनाऊ मलाई एकदम रमाइलो भयो रमाइलो भयो कस्तो के खेल्यो तिमीले खेल्यो कि नै के खेल्यो क्या ए कता मनिष अब तिमी ए मनिसु यहाँ आऊ त इन्टरभ्यू लिइराख म कस्तो कस्तो भयो ल हामी गएको बाई बाई गाइज बाई 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 बाई